नमस्ते साथीहरू। हिजो चाहिँ को कार्यक्रममा प्रचण्डले कता बोल्नु भएछ क्या। उमेरको कुराले कहाँ राजनीति गर्नलाई लिडर गर्नलाई छेक्छ र। रुसको राष्ट्रपतिले हेर्नुहोस्, अनि यो चाइनाको सी जिनपिङले हेर्नुहोस्, ट्रम्पलाई हेर्नुहोस्, भारतको मोदीले हेर्नुहोस्, सबै मान्छेहरू 75 भन्दा माथिका छन्। सक्नुहुन्छ अनि फाल्नुहोस् भन्ने कुरा गर्नुभयो कि। यो नेपालमा माधव नेपाल र तपाईँलाई सी जिनपिङ जस्तो, मोदी जस्तो, भ्लादिमिर पुटिन र ट्रम्प जस्तो गरेर तपाईँले हेरेकै छैन। उनी माधव नेपाल 15 वर्षसम्म महासचिव भएर खासै केही प्रगति गर्न नसकेर ओलीको उदय भएको हो। ओलीले अत्याधिक मत ल्याएर माधव नेपाललाई विस्थापित गरेका हुन्। त्यो कुराहरू सबैजना जनतालाई थाहै छ। अब आयो तपाईँको कुरो। तपाईँ 52 देखि 62-63 सम्म तपाईँ राम्रै हुनुहुन्थ्यो। 69 सम्म लगभग भनेका थिए ठिकै होला। तपाईँले भ्रष्टाचार गर्नु भएन होला, तपाईँले नराम्रो काम अथवा देश डुबाउने काम सन्धि सम्झौता नगर्नुभयो होला, त्यो छुट्टै कुरो हो। तर तपाईँले चाहिँ धनी मान्छेहरूको पैसा ल्याएर खुमलटारको बास बस्नुभयो, नयाँ बजारको बास बस्नुभयो, लाजिमबाटमा बस्नुभयो। छोराकै जुन केसमा पनि तपाईँहरूले छानबिन गर्नु भएन। उहाँलाई छानबिन गर्नु पर्थ्यो, पोस्टमार्टम गर्नु पर्थ्यो। उहाँको पनि छानबिन हुनसक्छ, तपाईँ भन्न सक्नुहुन्छ? ल भनेर देखाउनुहोस् त। प्रकाश दाहालको मृत्यु कसरी भयो? यो पुष्टि जनताले चाहन्छन्। ल भनिसकेपछि तपाईँले 75-76 को कुरा नगर्नुहोस्। अहिले मैले यो जनजी आन्दोलन भएर सानो उमेरको मान्छेहरू राष्ट्रको नेतृत्वमा छन् भन्ने हिसाबले यहाँको सपोर्ट गरेको छैन। नेतृत्व गलत हुँदाखेरि राष्ट्रलाई गाह्रो हुन्छ। नेतृत्वले थाहा नपाउँदाखेरि भेनेजुएलाको के हालत भयो? नेतृत्वले थाहा पाउनु पर्ने थिएन? त्यहाँका मान्छेले बिजुली अफ गरेर त्यहाँको सबै र्याडरहरू बन्द गरिदिएपछि ल आउनुहोस् भनेर अमेरिकी सेनालाई बोलाएको छ। राति अमेरिकी सेना राति स्वारै भित्र छिर्दाखेरि निकोलस मादुरोले भनेका छन्, मेरो सेना घुमिरहेछ, हाम्रो सेनाहरूलाई केही खतरा भयो होला, हाम्रै जहाज उड्यो भन्ने बुझ्दाखेरि उनी चाहिँ गिरफ्तार परे, अमेरिका लगेर गयो। अहिले खाना नदिएर बिजोको स्थिति छ त्यहाँ। ल हेर्नुहोस्, गद्दाफी राम्रा थिए, उता लिबियाका एकदम राम्रो थिए, एकदम उनले त्यहाँको देश एकदम विकास गरेका थिए कि। गद्दाफीको सत्ताच्युत भएर त्यहाँका जनताहरूले अहिले धुर्ती रोएका छन्। हिजो गद्दाफीको विरोध गर्नेहरू, गद्दाफी भनेको विश्व थर्कामान गर्ने मान्छे हो।